के आइपिओ मात्रै भरेर नेपालमा 1 वर्षको 1 लाख कमाउन सकिन्छ त? सकिन्छ। कसरी सकिन्छ जान आजको यो भिडियोमा। अब 1 लाख कमाउनु अघि तपाईँले आइपिओको बारेमा चाहिँ 2-4 कुरा बुझ्नुपर्ने हुन्छ। कुनै पनि कम्पनीले आइपिओ खोल्दाखेरि चाहिँ मानिलिउँ उसले 40 लाख किता आइपिओ खोल्यो। अब 40 लाख कितामा एकजनाले 10 किता पायो भने टोटल कतिजनाले आइपिओ पाउने भयो त? 4 लाख जनाले। अब अहिलेको सिनेरियो हेर्दाखेरि नेपालमा 20 लाख जनाले आइपिओ भर्नुहुन्छ जुनै कम्पनीको खोले पनि। एभरेजमा यो 20-24 लाखसम्म पुग्छ, बढी पनि पुग्छ होला। हामी 20 लाख एज्युम गरौँ। अब 20 लाख जनाले आइपिओ भर्नुहुन्छ। आइपिओ जम्मा 4 लाख जनालाई मात्रै पर्ने गरेको आइपिओ छ भनेपछि त 5 जनामा 1 जनालाई आइपिओ पर्ने रहेछ भनेको 1:5 को रेसियो। अब हामी हाम्रो मेन टपिकमा आउँ। आइपिओ मात्रै भरेर 1 लाख चाहिँ कसरी कमाउने त? यसको लागि तपाईँको फ्यामिलीमा मानिलिउँ 5 जना हुनुहुन्छ। अब 5 जनाले फाल्टै आइपिओ भर्दाखेरि चाहिँ के प्रब्लम हुन्छ भन्दा कुनै आइपिओ छुट्ने, 4-5 वटा भरेपछि आइपिओ भर्नै मन नलाग्ने, आइपिओ परेन भनेर। अब तपाईँ के गर्नु भन्दा 5 वटा एकाउन्टबाट चाहिँ तपाईँ आफैले आइपिओ भर्नु। अब मानिलिउँ 1 महिनामा 2टा आइपिओ खुल्छ भनेको वर्षमा 24 वटा आइपिओ खुल्ने रहेछ। 24 वटामा चाहिँ तपाईँले 5 वटाबाटै आइपिओ भर्नुभयो भने तपाईँको आइपिओ कति हुने रहेछ त? 120 वटा आइपिओ तपाईँले भर्नु हुने रहेछ। 120 वटामा अघि हामीले रेसियो निकालेको थियौँ 1/5 भनेको 120 को 1/5 निकाल्दाखेरि 24 हुन्छ। त्यसलाई हामी के मानौँ भन्दा तपाईँलाई 24 वटा आइपिओ परेन, तपाईँलाई 12 वटा आइपिओ पर्यो अरे 120 वटा आइपिओ भर्दाखेरि। अब आइपिओको रेट चाहिँ 30,000 सम्म पुग्छ कुनै आइपिओ र मिनिमम 5,000 4,000 पनि हुन्छ कुनै कममा। यसलाई हामी एउटा नम्बर लियौँ 8,500। त्यो चाहिँ हाम्रो एउटा हामीले एज्युम गऱ्यौँ कि 8,500 हाम्रो आइपिओ पुग्ने रहेछ। अब यसलाई तपाईँ सिम्पली क्यालकुलेट गर्नुहोस्। 12 वटा आइपिओ र एउटा आइपिओको 8,500 जुन चाहिँ तपाईँको हुन जान्छ 1,02,000। यही हो। तपाईँले यसरी तपाईँले सबैजनाकोबाट चाहिँ भर्नुभयो भने तपाईँले मिनिमम 1 लाख चाहिँ आइपिओबाट कमाउन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।